कप्तान साहब यहाँ हाम्रो संस्थापक अध्यक्ष अनि संस्थापक हाम्रो कोने घोताने घोन्डेको उहाँ चाहिँ क्याप्टेन जीवन हुनुहुन्छ र आज हामी कोने घोतानेको 10औं वार्षिक उत्सवमा लन्डनको चिसो हावा खाना हामी 3 जना आएकोमा हाम्रो वरिष्ठ उपाध्यक्ष चाहिँ छिटै फर्कनु भयो र हाम्रो उपाध्यक्ष चित्रबहादुर र म सचिव चन्द्रमान यहाँ अहिले एयरपोर्टमा आएको र उहाँहरूले हामीले जुन चाहिँ पहिला रिसिभ गर्नुभएको थियो र आज सिएफ गर्न आउँदाखेरि वी आर भेरी प्लिज्ड टु यु अल एन्ड वी आर भेरी थ्याङ्कफुल। त्यसै सन्दर्भमा तपाईँसँग अब लन्डनमा भेट भयो, अस्ति तपाईँहरूको 10औं वार्षिक उत्सव भयो। तपाईँले त्यो कस्तो लाग्यो? त्यो दिनमा चाहिँ सबै भेला हुँदा अनि नेपालीहरू आउँदाखेरि कस्तो अनुभव भयो? एकदमै खुसी लाग्यो। सबभन्दा सुरुमा त हाम्रो निम्तिलाई स्वीकार गरेको तपाईँहरू आएर हाम्रो यो 10 एनिभर्सरी पार्टीको गरिमालाई एकदमै माथि गरिदिनु तपाईँले एकदम धेरै धेरै गर्दा यो पार्टी चाहिँ हाम्रो एकदमै रमाइलो भयो जस्तो लाग्छ। तर तपाईँहरूले कस्तो लाग्यो तपाईँहरूले भन्नुभयो कि हामी त राम्रै छौँ भन्छ। तपाईँहरूले कस्तो लाग्यो? हाम्रो उपाध्यक्षजीले भन्नुहुन्छ मलाई त कस्तो लाग्यो भने यो पहिलो कुरो त तपाईँहरूले हामीलाई निमन्त्रणा गरेको बेलायतमा मेरो त पहिलो पटक हो र बेलायतमा निमन्त्रणा गर्नुभयो। हामी तपाईँहरूको निमन्त्रणा स्वीकार गरेर हामी यहाँ आयौँ र आउँदाखेरिमा यहाँको अत्यन्त चिसो वातावरण थियो। तर दाजुभाइहरू भेट्दाखेरिमा एयरपोर्टबाट हामी हेत्रो एयरपोर्टबाट दाजुभाइहरूलाई भेट्दा उहाँहरूले वेलकम गर्नुभयो। त्यसपछि दाजुभाइ भेट्ने बित्तिकै त यो चिसो लन्डनको चिसो पनि कता भागे जस्तो लाग्यो मलाई। यति माया ममता माया राम्रो उहाँहरूले तपाईँहरूले वेलकम गर्नुभयो। कोने घोटाले गुरुङ तमु समाज मुख्यलाई कार्य समिति अध्यक्ष महासचिव र सल्लाहकार यो लगायत सम्पूर्ण पूर्व संस्थापक के अरे सचिव र हाम्रो क्याप्टेन के अरे जीवन छ उसलाई पनि तपाईँहरूको संस्था यो हाम्रो संस्थाले वेलकम गर्दाखेरि असाध्यै खुसी छौँ र यो माया प्रगाढ होस् दिएको होस्। संस्था जीवित हुनुपर्छ, व्यक्ति त्यो कुराको धन्यवाद। हाम्रो यहाँ सल्लाहकार वरिष्ठ सल्लाहकार प्रमुख सल्लाहकार हरिगोविन्द हुनुहुन्छ। उहाँले चाहिँ जनवा यसको विषयमा धेरै हाइलाइट गरिदिनुहुन्छ एकदम छोटोमा। एकदम हाम्रो चाहिँ आदरणीय अब केन्द्रबाट आउनुभएको चाहिँ सचिव चन्द्रमान दाजु र त्यस्तै चाहिँ केन्द्रीय र अहिले गइसक्नुभयो हाम्रो नेतृत्व मान्य पञ्चाराम गुरुङ अनि त्यस्तै चाहिँ केन्द्रीय चाहिँ वरिष्ठ उपाध्यक्ष हाम्रो इन्द्र कुमारी गुरुङ उहाँहरूलाई हामीले यहाँ चाहिँ यसरी कुनै घोटाने घुम्ने समाज उनले स्वागत गर्न पाउँदाखेरिमा र उहाँहरूलाई हाम्रो त्यो 10औं वार्षिक उत्सव तथा माघे सङ्क्रान्ति अनि र दाजुभाइ चेलीबेटी भेटघाट कार्यक्रम यहाँहरूलाई हामीले निमन्त्रण गरेर गर्न पाउँदा र उहाँहरू आइदिँदाखेरि हाम्रो चाहिँ अहिले यो युकेको घोटाने परिवारको उचाइ निकै नै बढेको मैले महसुस गरेको छु र यहाँहरूले गर्दाखेरि म एकदम कार्यक्रम सफल भएको पनि मैले महसुस गरेको छु। त्यस कारणले यहाँहरूको यस्तो यहाँ जुन युके बसाइमा छ र हाम्रो घोटाने समाज युकेको अध्यक्ष उपाध्यक्ष महासचिव चेलीबेटी प्रमुखहरूबाट यहाँहरूलाई कतिसम्मको हाम्रो परिवारले सुविधाहरू दिन सकियो, कतिसम्मको यहाँहरूलाई चाहिँ स्वागत आफ्नो कतिको इज्जत गर्न सकियो त्यो बारेमा चाहिँ यहाँहरूलाई अवगत छ र यहाँहरूले चाहिँ के बुझ्दिनु पऱ्यो भने अब विदेश हो, विदेशमा चाहिँ
तलमाथि सानैदेखि कमी कमजोरी हुन्छ, त्यो कमी कमजोरीहरूलाई उहाँहरूले चाहिँ बाहिर राखेर राम्रो राम्रो कुराहरू लिएर गइदिनु होला र भन्दै फेरि अर्को कार्यक्रम आउने फेरि हामी यसरी नै हाम्रो एउटा वंश एउटा खुन हो, हामी जुन देशमा बस्छौँ जहाँ गयो नि त्यस्तै माया ममता होस् भन्दै म यहाँहरूको आजको चाहिँ यात्रालाई यहाँहरूको स्वदेश फर्किने यात्रालाई चाहिँ शुभयात्रा भन्दै यहाँहरूको सुस्वास्थ्य र दीर्घायु र लामो समय चाहिँ यहाँहरूको चाहिँ त्योमा चाहिँ हाम्रो पनि प्रार्थना होस् भन्दै आजको यात्राको सफलताको शुभकामना व्यक्त गर्दै म यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते, म नारायण गुरुङ। विशेष गरेर हाम्रो 10औँ वार्षिक उत्सवमा केन्द्रबाट हाम्रो उपाध्यक्षज्यू अनि हाम्रो सचिव चन्द्रमान दाई र अर्को हाम्रो एकजना वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्थ्यो अनि पञ्चनम भाइ र हाम्रो वरिष्ठ उपाध्यक्ष नेपाल फर्किसक्नु छ। अनि आज यहाँको कार्यक्रम सकेर हाम्रो उपाध्यक्ष चित्र भाइ अनि हाम्रो सचिव केन्द्रको सचिव हाम्रो चन्द्रमान दाई नेपाल फर्कँदै हुनुहुन्छ। उहाँहरूको सफल यात्राको शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँहरूको बेलायतको बसाइ र हाम्रो जुन कार्यक्रममा उहाँहरू आउनुभयो त्यसको लागि ज्यादै आभारी छौँ। आशा छ उहाँहरूको यसपटकको बेलायतको बसाइ फलदायी आरामदायी रह्यो भन्ने आशामा छौँ र फेरि पछि यस्तै कार्यक्रमहरूमा भेट्ने आशा राख्दै म यहाँहरूबाट बिदा चाहन्छु। धन्यवाद। यस हाम्रो नारायणजी हुनुहुन्छ यहाँ अझै नारायणजी हजुर सल्लाहकार हुनुहुन्छ नारायण सिंह गुरुङ, दाइ नारायण गुरुङ, नारायण सिंह गुरुङ, अलिकति सिंह रुपियाँ छ है। हजुर म सल्लाहकार छु। सिंह चाहिँ छैन है। हजुर दुईजना दाजुहरू आज नेपाल जाँदै हुनुहुन्छ। हाम्रो 10औँ वार्षिक उत्सवको उपलक्ष्यमा उहाँहरू चाहिँ आमन्त्रित भएर यहाँ आउनुभएको थियो। आशा छ उहाँहरूको यहाँको बसाइ फल्दै शुभोदय होला। जाँदै हुनुहुन्छ उहाँहरू दुवैजनाको यात्रा शुभयात्रा होस् भन्ने पूर्ण आशा गर्दै बिदा चाहन्छु। धन्यवाद। भान्जे साहब के मैले पनि भनौँ न। नमस्ते यहाँ आमाहरूलाई। म चाहिँ यहाँहरूकै दुध पाक्छ लामछानेको छोरो। यहाँहरूको स्वागतमा त आउनु सकेन, बिदाईमा चाहिँ बिदाईको लागि आइदिउँ भनेर दाईको निम्तो त थियो। फेरि यहाँ बोल्दा माफी पनि मागेँ, तपाईँहरूको कार्यक्रम आउनु सकेन। तपाईँहरूको यात्रा, तपाईँहरूको आउँदाको यहाँ बसाइ सबै सुखद भयो होला। तपाईँहरूको दाजुभाइको माया, न्यानो मायाले यो जाडो कम भयो होला। अबको यात्रा अझ शुभ रहोस्, सफल रहोस्, सुख शान्ति होस् भन्दै मैले आफ्नो शब्द नै बिचमा हालेँ। धन्यवाद। ओके, अन्तमा यहाँहरूले जुन चाहिँ जाडोमा भन्दा पनि हामीलाई वार्म वेलकम गर्नुभएकोमा हामी आभारी छौँ। जुन दिनमा हामी यहाँ आयौँ त्यो बेला चाहिँ हाम्रो निकै लेट भइसकेको थियो, तैपनि उहाँहरू आएर हामीलाई फुलको गुच्छ अनि मैले सम्बोधन गर्नलाई नै फुलको गुच्छ र खदाले चाहिँ स्वागत गर्दाखेरि हिथ्रो एयरपोर्टमा अर्कै खालको अनुभव भयो। हामी पनि नेपालमा रहेछौँ जस्तो लाग्यो र त्यसमध्येमा चेलीबेटीबाट पनि त्यति नै आउनुभएको थियो प्रमुख सहित अनि हाम्रो अध्यक्ष हुने घोटाने घोन्डेको अध्यक्ष सहित जो उपलब्ध हुनुहुन्छ उहाँहरूले हामीलाई स्वागत गरेकोमा हामी धेरै आभारी छौँ। यो चाहिँ हाम्रो के भने यो कुलपुत्र कुलपुत्रीहरूको हाम्रो पुत्रीहरूले जुन चाहिँ हामीलाई आशिष दिएको जस्तो लाग्छ मलाई र हामी पनि त्यस कुलपुत्र देखाएको बाटोमा आज हिँड्दै हामी लन्डनसम्म आइपुग्यौँ। यो अन्तर्राष्ट्रिय हाम्रो एउटा संस्था भएको हुँदाखेरि भोलिको दिनमा आउने हाम्रा भावी सन्तान पनि त्यसरी नै यो चेनलाई पछ्याउँदै जाउन् भन्ने हाम्रो
मेरो तर्फबाट र हाम्रो कोने घोताने एउटा संस्थाको तर्फबाट त्यो मात्र नभइकन हामी सबै कोने घोताने घुन्डे संसारभरि छरिएकाहरूको सबै तर्फबाट यस्तै खालको माया प्रेम होस् र आजको यस फेरि तपाईँहरू यसरी आएर यस हिथ्रो एयरपोर्टमा हामी यसरी बोल्न पाउँदाखेरि हाम्रो उपाध्यक्ष र म बोल्न पाउँदाखेरि हामीलाई अति नै खुसी लागेको छ र अन्तमा कति पनि हाम्रो यस डिपार्चर भनौँ अब छुट्ने बेलामा आउन उपलब्ध हुनुभएको छैन र चाहेर पनि आउन सक्नु भएको छैन। उहाँहरूलाई पनि हाम्रो धेरै नमस्कार, धेरै सम्झना, यस्तो माया प्रेम सधैँ रहिरहोस् भन्दै हामी चाहिँ आज नेपाल जाँदैछौँ र केही दिनपछि नेपाल आउँदाखेरि हामी फेरि यसरी नै हामी चाहिँ एक हातेमालो गरेर एक आपसमा चाहिँ हाम्रो माया प्रेम चाहिँ बढिरहोस्। हाम्रो कुलपुत्रले हाम्रो कुलपित्रीले अनि हाम्रो कुल देवताले हामीले सदा सर्वदा आशिष दिइरहौँ। धन्यवाद। जय कोने। एउटा फर्किँदै